श्री पञ्चमहालक्ष्मी मन्दिर साँखु नजिकैको तेलकोट क्षेत्रमा अवस्थित एक आकर्षक धार्मिक तथा पर्यटकीय गन्तव्य हो। यो मन्दिर धन, समृद्धि र ऐश्वर्यको देवी महालक्ष्मीलाई समर्पित छ। पछिल्ला वर्षहरूमा यसको भव्य संरचना, गुफा, सिसा महल तथा प्राकृतिक दृश्यको कारण सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ। यो मन्दिर प्राचीन मल्लकालीन मन्दिर नभई हालैको वर्षहरूमा निर्माण गरिएको आधुनिक धार्मिक परिसर हो। यसको मुख्य संरचना कङ्क्रिट र स्टिल प्रयोग गरी निर्माण गरिएको बताइन्छ। काठमाडौँको चाबहिल, जोरपाटी, साँखु हुँदै तेलकोट पुग्न सकिन्छ। चाबहिलबाट करिब 15 देखि 21 किमि दूरीमा रहेको यो स्थान निजी सवारीमा 40 देखि 45 मिनेटमा पुग्न सकिन्छ। तेलकोटबाट मन्दिरसम्म केही भाग पैदल उकालो हिँड्नुपर्छ। मन्दिर एकातिर पहाड र अर्कोतिर खोला खोल्साको दृश्य भएको शान्त वातावरणमा अवस्थित छ। नजिकैको प्राचीन नेवारी बस्ती साँखु तथा वज्रयोगिनी टेम्पलसँगै भ्रमण गर्दा अझ रमाइलो अनुभव प्राप्त हुन्छ। यो मन्दिर धार्मिक दर्शनसँगै फोटो खिच्न र छोटो घुमफिरको लागि पनि काठमाडौँ उपत्यकाको लोकप्रिय गन्तव्यमध्ये एक मानिन्छ। यस मन्दिरको मुख्य आकर्षणमा देवी महालक्ष्मीको भव्य मन्दिर, कृत्रिम गुफा, गुफाभित्र भगवान वराह लगायतका मूर्तिहरू, सिसा महल, हरियाली पहाड र रमणीय दृश्य, धार्मिक तथा पारिवारिक भ्रमणको लागि उपयुक्त वातावरण रहेको छ। बाटै जाने होइन चढेर